सबैमा नमस्कार। अहिले नेकपा एमाले निकै कठिन अवस्थामा पुगेको छ। वास्तवमा यो अवस्थामा पार्टी पुग्नु आन्तरिक किचलो नै हो। जब पार्टीहरू आन्तरिक झमेलामा फसिरहन्छन् तब विपक्षीहरूले टाउको उठाउँछन्। त्यसकारण अहिलेको तत्कारो पार्टीलाई एकताबद्ध बनाउने हो। अरूलाई दोष लगाउनु भन्दा पनि आफूहरूबाट के कमी कमजोरी भए, किन जनता असन्तुष्ट भए, के कारण जनताले एमालेलाई विश्वास गर्न छोड्यो, पार्टी सञ्चालन र सत्ता सञ्चालनमा के त्रुटि भए, यस्ता कुराहरूलाई मसिनो ढङ्गले समीक्षा गर्नुपर्दछ र चुनौतीहरू निर्कुल गरी उपयुक्त परिस्थिति सिर्जना गरिनुपर्दछ। तर उही पुरानै शैली, पुरानै कुरा र पुरानै ढर्राले पार्टी उठ्न सक्दैन। त्यसकारण समयको मागलाई हृदयङ्गम गरी सबै जिम्मेवार बन्दै खस्केको पार्टीलाई फेरि उठाउँ, गुटगत सङ्कीर्ण विचारलाई त्यागौँ, पार्टी केन्द्रदेखि स्थानीय तहसम्म पुनर्गठन गरौँ। शीर्ष नेतादेखि तमाम कार्यकर्ताले मेरो गोरुको बारी टक्का नबनौँ, पार्टीभित्र सही कुरा राख्नेलाई पाखा लगाउने काम नगरौँ, इमान्दार कार्यकर्ताहरूलाई, क्षमतावान कार्यकर्ताहरूलाई उचित जिम्मेवारी प्रदान गरौँ र केन्द्रदेखि वाडासम्म मजबुत सङ्गठन भएको यो पार्टीलाई फेरि पहिलाकै ठाउँमा उठाउन सबै नेता कार्यकर्ताहरूले योगदान गरौँ र यो देशमा नेकपा एमाले भन्दा अर्को पार्टी अवश्य पनि टिकाउपूर्ण हुन सक्दैन। त्यसकारण नेकपा एमालेलाई फेरि पनि पुरानो ठाउँमा फर्काउन सबैजनाले आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्न म हार्दिक अनुरोध गर्दछु।